राजतन्त्रको बारेमा के बोलेता भने जेल सजाय वा फाँसी सजाय दिने गर्दथ्यो। हामी जस्ता आम जनताहरूको लागि निवास र आवासको केही पनि व्यवस्था थिएन। तर विक्रमसम्म 2065 ज्येष्ठ 15 गतेको गणतन्त्रपछि आज हामी जस्ता सर्वसाधारण जनताहरूले आफ्नो हक अधिकार चाहिँ खोज्नको निम्ति चाहिँ पाएका छौँ। आज हामी जनताहरूको हितमा समर्पित र जनताको उत्तरदायित्वको निम्ति गणतन्त्रले विभिन्न कानुनको व्यवस्था गरेको छ, विभिन्न ऐन कानुन संविधानहरूको व्यवस्था गरेको छ। म तपाईँहरूलाई एउटै कुरा के भन्न चाहन्छु भने म जब सम्झन्छु मेरी हजुरआमा एक रातको समय हो जब म बिरामी हुँदा उहाँ आफूभन्दा माथिल्लो जातको घरमा जानुहुँदा उहाँले सहयोगको निम्ति माग्न केही कुराहरू माग्न जानुहुँदा माथिल्लो जातको मानिसले के भन्नुभयो तपाईँलाई थाहा छ? त चेपाङको बच्चा हो, त किन आउँछस्? घरै सबै अपवित्र भइसक्यो। तर म भन्छु कि अहिलेको 2065को ज्येष्ठ 15 पछिको गणतन्त्रले आज मलाई तपाईँहरू समक्ष चाहिँ आज ज्ञानका कुराहरू बाँड्न र आज आफ्नो अधिकार लिनको निम्ति चाहिँ आज यहाँ समक्ष उभिनमा मद्दत गरेको छ। र 21औं शताब्दीको हामी मानिसहरू भए तापनि छुवाछुत जस्तो निन्दनीय कार्यहरू गरेका कारणले आज नेपाली सभ्यता सिङ्गो समाज नै आज खिल्ली उडिरहेको छ। र त्यसपछि जाति जातिको आधारमा गरिने भेदभाव छुवाछुतले नि आज लोकतन्त्रको मूल्य मान्यता